नेपाली सिप कमी डिजाइनर्स ब्रान्ड व उत्पादकतेको लागि एकीकृत बजार क्रेता व विक्रेतालाई लागि अन्तर्क्रिया यागो मौका या विकास यागो उद्देश्य यले अबिर आर्टिसन फेस्ट 2022 जुगुदु अबिर आर्टिसन फेस्ट यलया पाटन संग्रहालय शनिबार जुगुखा फेस्ट या उल्लेख्य यल महानगरपालिका प्रमुख चिरिबाबु महर्जन यानदी गुखा ज्याजोले यल महानगरपालिका प्रमुख चिरिबाबु महर्जन नेपाल हस्तकला महासंघीय अध्यक्ष प्रचण्ड साक्य व महिला उद्यमी महासंघीय अध्यक्ष निरु राय माझी अबिर आर्टिसन फेस्ट कया थथगु धारणा तयादिगु खा तसर्थ यहाँहरुसँग हामीले हातेमालो गरेर अगाडि बढ्नको निमित्त धेरै नै प्रावधानहरू छन्, धेरै नै क्षेत्रहरू छन्। त्यतातिर महानगरपालिका काम गर्न चाहिँ हामी हतार भइरहेका छौँ। तसर्थ तपाईहरु आउनुस्। आउँदाखेरि अघि भने जस्तै मैले यसको सार मात्रै भनेको, यसको अन्तर्वस्तुहरू त अझै बाँकी छन्। त्यो अन्तर्वस्तुमा चाहिँ म छिरिनँ, तर यसको सार चाहिँ के त भन्दाखेरि देखिने गरी उत्पादन हुनुपर्छ, देखिने गरी त्यसले चाहिँ मतलब मार्केटमा उसको चाहिँ ऊ चाहिँ आइपुगेको हुनुपर्छ र उसले चाहिँ मार्केटमा आफ्नो ब्रान्ड सेल गर्नको निमित्त अगाडि सरेको हुनुपर्छ। जस्ट टेक एन एक्जाम्पल, ग्यास्ट्रोनोमीको सेक्टरमा अहिले यहाँले देख्नुहुन्छ, यहाँ चाहिँ हाम्रो फोगनाको यो मडी छ, इट्स गेटिङ क्वाइट पपुलर, क्वाइट फेमस। बस यस्तो किसिमको ट्रेनिङमा चाहिँ हामी सहयोग गर्छौँ, हामीले सहयोग पनि गरिरहेका छौँ। किनभने हेर्न साथै रसिलो मुखमा पानी निस्किने किसिमको खाना उत्पादन हुन्छ एकैछिनमा र उहाँहरू चाहिँ एकदमै दे आर डुइङ गुड जब, एकदम राम्रोसँग यो पनि पकाउनुहुन्छ र बिक्री वितरणमा पनि त्यो बिक्री वितरणको नेटवर्किङ पनि उहाँको निकै राम्रो छ। तपाईँले चाहिँ कुनै पनि ठाउँमा बसेर चाहिँ अर्डर गर्नुहोस्, आइपुग्छ। तसर्थ यी र यस्तो कामहरूमा चाहिँ महानगरपालिका इज क्वाइट इन्ट्रेस्टेड। तपाईँहरू आउनुहोस्, हामी सपोर्ट गर्छौँ, तर देखिने गरी चाहिँ काम हुनुपर्छ। यहाँहरू आर्टिसनहरू हुनुहुन्छ, उद्यमीहरू हुनुहुन्छ, उहाँले धेरै मेहनतका साथ बनाउनु भएको छ। त्यसमा अब चाहे हेमको बनोस्, चाहे अल्लो बनोस्, चाहे टाकाको कपडा बनोस्, धेरै राम्रो बनाउनु भएको छ। म त्यसमा पनि अब हाम्रो यसलाई चाहिँ अब एउटा प्याकेजिङको हिसाबले अलग हामीले चाहिँ यसलाई अझ यसमा अब उहाँहरूले कसरी बनाउनु भएको छ त्यसलाई चाहिँ अलिकति डिस्क्राइब गरेर पनि राख्नुपर्ने अवस्था छ। हुन त हाम्रो अबिर डिजाइनर्सहरू हुनुहुन्छ, उहाँले पनि पक्कै पनि यसलाई चाहिँ अझ ब्रान्डिङ गर्नलाई अझ प्याकेजिङमा भनोस् या त अब हामीले ढाकाकै देखिरहेछौँ, ढाकालाई पनि त्यसलाई अझ कसरी हामीले राम्रो गरी चाहिँ डिस्प्ले गर्न सकिन्छ त्यसको लागि अझ हामीले चाहिँ गर्न सकिन्छ। त्यसमा पनि अब हाम्रो हस्तकला महासङ्घ अहिले हाम्रो स्वर्ण वर्षमा प्रवेश गरिसकेका छौँ। यसमा प्रमोसन गर्नको लागि हामी पनि लागिरहेका छौँ। अझ पनि हाम्रो यसलाई प्रमोसन गर्न या त चाहिँ यसमा अझ हाम्रो ब्रान्डिङको काम गर्न हामी पनि यहाँहरूसँग हामी पनि छौँ। यहाँ स्टलमा 50% मात्र मैले घुम्न र अन्तर्क्रिया गर्न पाएँ, किनभने हरेक स्टलमा आफ्नै किसिमको स्टोरिज, आफ्नै किसिमको इन्फर्मेसन, सामानहरू त्यत्तिकै इन्ट्रेस्टिङ थियो र त्यसले मैले पुरा स्टलमा पनि घुम्न पाइरहेको छैन। त्यसले गर्दाखेरि आजको यो प्रोग्राममा मलाई एकदमै इन्ट्रेस्टिङ भएको चाहिँ नि मैले देखिरहेको छु युवक उद्यमीहरू अनि अब कतिको चाहिने अब संस्थाहरू आफ्नो अर्गनाइजेसन बिजनेस रेजिस्टर पनि भएको छैन भन्दै हुनुहुन्थ्यो इन्फर्मल वेमा। सो अब इन्फर्मललाई फर्मलमा ल्याउनु त ठुलो कुरा भएन, तर तपाईँहरू यो उद्यमीमा स्टार्टअपमा आउनु नै, यसमा लिङ्क हुनु नै ठुलो कुरा भयो।
यहाँहरूलाई म बधाई पनि दिन चाहन्छु र मैले हरेक स्टलमा जाँदाखेरि धेरै जस्तो हाम्रो बहिनीहरूलाई यो सामानहरू कहाँ गर्नुहुन्छ कसरी भनेर अनलाइनमा गर्छौँ हामी, यो डिजिटल मार्केटिङ भन्नुभयो। यो गर्दाखेरि मलाई एकदमै हौसला, म आफैलाई एकदमै म एक्साइटेड पनि भएँ। फेस्टे हस्तकला सामान ल थज्यागु थिति स्टल त तया तगु खा तालीको अलिकति अभाव भएको जस्तो महसुस भएको छ।